नमस्ते साथीहरू। आज फेरि पनि आइसकेको छु म हजुरहरूलाई नयाँ 2082 को जवान पथको नयाँ मोडल सेटहरू ल्याएर, जसमा कि हजुर हेर्न सक्नुहुन्छ। फर्स्टमा रहेको छ सशस्त्र प्रहरी बलको प्रमुख को रहने व्यवस्था रहेको छ, को रहनेछ भन्न खोजेको छ। यसको एमा रहेको छ गृहमन्त्री, बीमा रहेको छ रक्षा मन्त्री, सीमा रहेको छ महानिरीक्षक र डीमा रहेको छ राज्य मन्त्री। र यसको सही एन्सर के हो कमेन्ट गर्नुहोला। र यसको सही एन्सर हो गृहमन्त्री रहने व्यवस्था रहेको छ। अनि बीमा हेर्नुहुन्छ भने सशस्त्र प्रहरी बल प्रदान कार्यालय कहाँ रहेको छ? यसको एमा रहेको छ गण्डकी प्रदेश, बीमा रहेको छ बागमती प्रदेश, सीमा रहेको कोशी प्रदेश र डीमा रहेको छ कर्णाली प्रदेश। ल यसको सही एन्सर रहेको छ बीमा रहेको बागमती प्रदेश। त्यसै गरी अर्को सशस्त्र प्रहरीको रेखदेख गर्ने, नियन्त्रण गर्ने र निर्देशन दिने अधिकार कसलाई रहन्छ भनेको छ। यसको एमा रहेको छ नेपाली सेना, बीमा रहेको छ महानिरीक्षक, सीमा रहेको छ नेपाल प्रहरी र डीमा रहेको छ नेपाल सरकार। यसको सही एन्सर रहेको छ बीमा रहेको महानिरीक्षक। अर्को हेर्नुहोला केन्द्रीय सुरक्षा समितिको अध्यक्ष तलका मध्ये को रहने व्यवस्था रहेको छ भनेको छ। केन्द्रीय सुरक्षा समितिको अध्यक्ष को रहने व्यवस्था भएको छ त? एमा रहेको छ सचिव रक्षा मन्त्रालय, बीमा रहेको छ प्रहरी महानिरीक्षक, सीमा रहेको छ गृहमन्त्री वा राज्य मन्त्री र डीमा रहेको छ सशस्त्र प्रहरी महानिरीक्षक। यसको सही एन्सर के होला त? यसको सही एन्सर हो नम्बर सी, गृहमन्त्री वा गृह राज्य मन्त्री। अर्को 5 नम्बरमा रहेको छ आफूभन्दा माथिको दर्जाको सशस्त्र प्रहरीले दिएको आदेश पालना नगरे कस्तो सजाय हुने व्यवस्था छ भन्छ। एमा रहेको छ 10,000 जरिमाना, बीमा रहेको छ 3 वर्षदेखि 5 वर्षसम्म कैद, सीमा रहेको छ 1 लाख र 2 वर्ष कैद र डीमा रहेको छ सामान्य विभागीय कारबाही। सही एन्सर के होला? यसको सही उत्तर रहेको छ डी नम्बर, सामान्य विभागीय कारबाही। अर्को रहेको छ सशस्त्र प्रहरी कर्मचारीको उचित र पर्याप्त कारण भएमा सशस्त्र प्रहरी कर्मचारीले तलका मध्ये कुन कुन कारबाही गर्दछ भनेको छ। यसको एमा रहेको छ 1 मा शारीरिक ठगाइ, बीमा बढीमा 5 तलब वृद्धि रोक्का, सीमा तल्लो पदमा गटुवा गर्ने र डीमा माथिका सबै। यसको सही एन्सर के होला त? यसको सही एन्सर रहेको छ यो डी नम्बर, माथिको सबै। ओके, अब अर्कोमा हेर्दाखेरि तलका मध्ये कस्तो अवस्थामा सशस्त्र प्रहरी बललाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिन्छ? कस्तो अवस्थामा सशस्त्र प्रहरी बललाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिन्छ? हटाउने वा बर्खास्त गर्न सकिन्छ भनेको छ। कस्तो अवस्थामा सकिन्छ त? अनुशासनहीन काम गरेमा, अनि बीमा रहेको छ काममा लापरवाही गरेमा, सीमा रहेको छ 1 वा 2 पटकसम्म चेतावनी पाएमा वा डीमा रहेको छ राजनीतिमा भाग लिएमा। केमा होला त? यसको सही उत्तर रहेको छ राजनीतिमा भाग लिएमा। ओके, अनि अर्को प्रश्न नम्बर 8 मा हेर्नुहोस् सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय कहाँ रहेको छ? सशस्त्र प्रहरी बलको प्रधान कार्यालय कहाँ रहेको छ? प्रधान कार्यालय हेटौडा, एमा हेटौडा, बीमा भक्तपुर, सीमा ललितपुर र डीमा काठमाडौँ। यसको सही उत्तर हो काठमाडौँमा रहेको छ। अर्को जाम प्रश्न नम्बर 9 मा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि कति वर्षको हुन्छ भनेको छ। कति वर्षको होला?
ल कमेन्ट गर्नु होला। सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि कति वर्षको हुन्छ त? सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि हुने भयो एमा 1 वर्ष 2 वर्ष, बीमा 3 वर्ष, सीमा 4 वर्ष र 5 मा र डीमा 5 वर्ष। यसको सही उत्तर रहेको छ सीमा 4 वर्ष। अनि प्रश्न नम्बर 10 मा जाँदाखेरि सशस्त्र प्रहरी बल नेपालको मूल मन्त्रालय अन्तर्गत रहेको छ भनेको छ। सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी बल नेपाल कुन मन्त्रालय अन्तर्गत रहेको छ भनेको छ। कुन मन्त्रालय? एमा छ रक्षा मन्त्रालय, बीमा छ प्रधान तथा मन्त्री परिषदको कार्यालय, सीमा छ गृह मन्त्रालय र डीमा छ अर्थ मन्त्रालय। आन्सर के होला त? यसको सही आन्सर रहेको छ गृह मन्त्रालय। अनि यस्तै गरी प्रश्न नम्बर 11 मा जाँदाखेरि सशस्त्र प्रहरी बल नेपालको सबैभन्दा माथिल्लो पद कुन हो? सशस्त्र प्रहरी बल नेपालको सबैभन्दा माथिल्लो पद कुन हो? सबभन्दा माथिल्लो पद भनेको के भयो त? एमा रहेको छ सशस्त्र प्रहरी वरिष्ठ परीक्षक, बीमा रहेको छ अतिरिक्त महानिरीक्षक, सीमा रहेको छ सशस्त्र प्रहरी महानिरीक्षक र डीमा रहेको छ सशस्त्र प्रहरी नायब महानिरीक्षक। यसको एन्सर हजुरहरू कमेन्ट गर्नु होला के हो है, आफै कमेन्ट गर्नुहोस्। अनि अर्को रहेछ प्रश्न नम्बर 12 जसमा रहेको छ सशस्त्र प्रहरी सेवा आयोगको अध्यक्ष को रहने व्यवस्था भएको छ? सशस्त्र प्रहरी सेवा आयोगको अध्यक्ष को रहने व्यवस्था भएको छ? अध्यक्ष को रहने व्यवस्था भनेको छ के को? सशस्त्र प्रहरी सेवा आयोगको है। सेवा आयोगको अध्यक्ष को रहने व्यवस्था भनेको छ। सेवा आयोग भनेको चाहिँ एमा रहेको छ लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य भनेको छ। बीमा भनेको छ गृह सचिव, सीमा भनेको छ लोकसेवा आयोगको सचिव, डीमा भनेको छ नेपाल सरकारले नियुक्त गरेको नेपाल सरकारको सेवा नेतृत्व सचिव। आन्सर के होला त्यसको? भन्नुहोस् त अब फटाफट। यसको सही आन्सर रहेको छ ए नम्बर लोकसेवा आयोगको सदस्य वा लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य। ओके। अनि यो गृह सचिव चाहिँ सदस्य रहन्छ, अरू चाहिँ पर्दैनन् त्यो योभित्र, यसको अन्तर्गत चाहिँ पर्दैनन् यिनीहरू। अनि यस्तै गरी अब ढिला नगरिकन प्रश्न नम्बर 13 मा जाम। प्रश्न नम्बर 13 मा जाँदा सशस्त्र प्रहरी ऐन 2058 अनुसार केन्द्रीय सुरक्षा समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ भनेको छ। अघि माथि लोकसेवा आयोग अरे त्यो आयोगको थियो, अहिले यहाँ के को छ? सुरक्षा समितिको हैन। यहाँ चाहिँ के छ? केन्द्रीय सुरक्षा समितिको अध्यक्ष को रहने विचार छ? यो भनेको एमा छ प्रधानमन्त्री, बीमा छ गृहमन्त्री वा राज्यमन्त्री, सीमा छ रक्षा मन्त्री र डीमा छ प्रधान सेनापति। यसको सही उत्तर रहेको छ गृहमन्त्री वा राज्यमन्त्री है। यिनी एकदमै महत्त्वपूर्ण प्रश्नहरू हुन्, घरिघरि सोधिरहेको। यिनीमा हजुरहरू जहिले पनि ध्यान दिनु होला यस्तो प्रश्नहरू। अर्को रहेको छ सशस्त्र प्रहरी सेवाको खुल्ला प्रतियोगिता पदपूर्ति हुने पदमा नियुक्तिको सिफारिस कसले गर्दछ भन्छ। सशस्त्र प्रहरी सेवाको खुल्ला प्रतियोगिता पूर्ति हुने पदमा नियुक्ति सिफारिस कसले गर्दछ भनेको छ। नियुक्ति सिफारिस कसले गर्दछ? एमा छ गृह मन्त्रालय, बीमा छ सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, सीमा छ लोकसेवा आयोग, डीमा छ सशस्त्र प्रहरी सेवा आयोग। यसको सही उत्तर रहेको छ सशस्त्र प्रहरी सेवा आयोगले गर्दछ है। यो बुझिराख्नु, यो पनि बारम्बार सोधिरहेको प्रश्नहरू हो। 15 मा रहेको छ सशस्त्र प्रहरी बल नेपाललाई कसले निर्देशन दिन सक्छ भनेको छ। सशस्त्र प्रहरी बललाई कसले निर्देशन दिन सक्छ? निर्देशन दिन सक्ने को हो सशस्त्र प्रहरी बललाई? अरूले त दिन सक्दैन। सबभन्दा मतलब म हजुरलाई यसो बुझाउँछु। एमा रहेको छ नेपाल सरकार, बीमा रहेको छ प्रदेश सरकार, स्थानीय तहकै माथिको सबैले नेपाल सरकारले कसले निर्देशन दिन सक्छ त? यसलाई फर्स्ट निर्देशन दिन सक्ने भनेको नेपाल सरकारले हो। ओके ल
आजको लागि यति नै। यदि भिडियो मन पर्यो भने लाइक गर्नु होला हैन। यदि अनि सब्स्क्राइब गर्नु पनि नबिर्सिनु होला। मेरो पुरानो युट्युब च्यानल ह्याक भएको कारणले अहिले म योबाट आइरहेको छु। मेरो यो प्रश्नहरू एकदमै महत्त्वपूर्ण हुन् जवानको लागि, किनकि मैले पहिला पनि भिडियोहरूमा धेरै गराउँदाखेरि एकदमै धेरैहरू प्रश्नहरू आएको छ, एकदमै धेरै फसेको छन् प्रश्नहरू। त्यसैले यो पनि फस्छ भन्ने मलाई आश छ। अलि हजुरहरूको साथ पायो भने म सकेसम्म रेगुलर भिडियोहरू हाल्न सक्छु। त्यसैले सब्स्क्राइब, कमेन्ट, लाइक गर्न चाहिँ नबिर्सिनु होला। आफ्नो साथीहरूलाई सेयर पनि गरिदिनुहोस्। हस्त, धन्यवाद। आजको लागि यति नै।